Okay, let's welcome all of you on your channel માં છો અને YouTube માં છો અને સમાધાન ક્લાसेस या फिर यहाँ मिले Facebook पेज માં છો અને સાયન્સ ક્લાસ બાય મિશ્રા. ઓકે, फ्रॉम टुमोरो आज बयाने सोचे रहती है वीडियो रिलीज करो तो टाइम बयाने जैसे ले पहले रिलीज कर देते हो शॉर्ट इन्फॉर्मेशन में. तो इफ यू आर इंटरेस्टेड टू ज्वाइन द साइंस क्लास फॉर द एससी 2083 को जो एससी होने वाला है त्यसको लागि ज्वाइन गर्न चाहनुहुन्छ र मसँग साइन्स पढ्न खोज्यो भने यू हैव द मेनी वेज टू ज्वाइन. ओके, भोलिदेखि न्यू ब्याच गोइङ टु बी द स्टार्ट. न्यू बैच स्टार्ट होना गइरहेछ. यस, ऑन द संडे होलिडे हुन्छ, त्यसैले संडे हामीले 7 AM मा आउँछौँ. त्यसपछि न त रेगुलर टाइम यो ब्याचको छ 5 AM बिहान 5 बजे यो क्लास हुन्छ. 5 बजेदेखि 6 बजेसम्म लमसम यो क्लास जान्छ. सो इफ यू आर इंटरेस्टेड यू कैन जोइन द दिस क्लास. एकदम चीप कस्टमा छ, धेरै सस्तो पनि छ. यू कैन जोइन ऑनलाइन पनि जोइन गर्न सक्नुहुन्छ, ऑफलाइन पनि जोइन गर्न सक्नुहुन्छ. ओके, इफ यू आर इंटरेस्टेड हुनुहुन्छ भने तो यू कैन व्हाट्सएप नंबर रोलिङ भइरहेछ, स्क्रॉलिङ भइरहेछ त्यहाँ. तो त्यो व्हाट्सएप नम्बरमा यू कैन मैसेज ओभर देयर. त्यसपछि तपाईलाई ऑनलाइन जोइन गर्नु छ कि ऑफलाइन जोइन गर्नु छ, कसरी जोइन गर्नु छ त्यो तपाईको जिम्मेवारी. ओके, तपाईले जसरी जोइन गर्न खोज्नुहुन्छ त्यस्तै जोइन गर्नु. इच एंड एभ्री फैसिलिटीज विल बी द सेम ओभर देयर. ऑनलाइन में मात्रै तपाईले सुविधा पाउनुहुन्छ, त्यो तपाई घरमा बसेर नै क्लास गर्न सक्नुहुन्छ. ऑफलाइन में यहाँ आउनु पर्यो, न त भने ऑनलाइन में तपाई आफ्नो घरमा बसेर आरामले आउने जाने टाइम बचाउन सक्नुहुन्छ र वीरगन्जबाट बाहिर पनि जहाँबाट पनि हुनुहुन्छ तपाईले जोइन गर्न सक्नुहुन्छ. इभन जुन बच्चा ऑफलाइन में छ, ऑफलाइन में पनि छ, उहाँले पनि के छ ऑनलाइन को जति पनि यूजर आईडी पासवर्ड जुन हुनु पर्यो ऑनलाइन को लागि त्यो सबै पाउँछ. ऑफलाइन को बच्चाले पनि पाउँछ. कहिलेकाहीँ अब्सेन्ट भइदियो, कहिलेकाहीँ बाहिर गइहाल्यो, तो त्यहाँबाट त्यसले ऑनलाइन क्लास एटेन्ड गर्न सक्नुहुन्छ. ओके, त्यसैले अफलाइन को पनि फेसिलिटी छ, त्यसले ऑनलाइन को जति फेसिलिटी छ त्यो सबै त्यसले पाउनुहुन्छ. त्यसमा केही छैन, जहाँ पनि हुँदा यू क्यान एटेन्ड द क्लास. ओके, साथमा फेसिलिटी के छ, तपाईको एससी 2083 होइन मात्रै, त्यसपछि जुन तपाईहरुको इन्ट्रान्स क्लास 11th मा एडमिसन को लागि जुन इन्ट्रान्स एक्जामिनेसन धेरै कलेजहरुले लिन्छ त्यस बेलामा पनि तपाईको क्लास 10 बेस्ड क्वेशन हुन्छ. त्यसैले तपाईले जति क्लास गर्नुहुन्छ त्यो सबैको भिडियो क्लाउडमा हुन्छ, जहिले पनि एनी टाइम यू कैन रिवाइज अगेन एन्ड अगेन. पुरै रिकर्डेड भिडियोस जुन लाइभ क्लास हामीको हुन्छ त्यसलाई अगेन एन्ड अगेन तपाईले रिवाइज गर्न सक्नुहुन्छ. ओके, जतिचोटि चाहनुहुन्छ यो तपाईलाई यो एसएस जहिलेसम्म नेपालको सबै लमसम जुन मेन प्लस 2 हरू छ त्यसको एडमिसन क्लोज हुँदैन तहिलेसम्म तपाईले यो भिडियोलाई हेर्न सक्नुहुन्छ. इन्ट्रान्स प्रिपरेसन भएपछि, इन्ट्रान्स एक्जाम भएपछि त्यसपछि तपाईको त्यो एसएस हामीले हटाउँछौँ. ओके, एउटा लमसम हामीले डेटा हेरेर त्यो हिसाबले. ठीक छ. अब यहाँ के छ, यसलाई रिवाइज गर्नको लागि तपाईलाई भिडियो टाइम टू टाइम यू गेट द असाइनमेंट टू. तपाईलाई असाइनमेंट पनि पाउनुहुन्छ. यो असाइनमेंट में स्पेशली के छ, एमसीक्यू हुन्छ, मल्टिपल चॉइस क्वेश्चन हुन्छ. यो एमसीक्यू जुन छ दिस इज द रिलेटेड टू द व्हाट, यो एमसीक्यू तपाईलाई एससी मा पनि आउँछ. अब क्वेश्चन त्यो पनि सल्भ हुन्छ. एज वेल एज तपाईकै लेभलबाट कुनै फ्यूचर कम्पिटिटिभ एक्जाममा सोधेको क्वेशन छ, जसरी मेडिकलमा या इन्जिनियरिङमा, त्यो मेरो आइसाइटमा आउँछ भने एन्ड तपाईकै लेभलबाट त्यसलाई सल्भ गर्न मिल्छ भने त्यो क्वेशन पनि यसमा इन्क्लुड हुन्छ. त्यसैले तपाईको 10 को बेस, एउटा साइन्सको जुन बेस हुनु पर्यो बेसिक कन्सेप्टको साथमा त्यो क्लियर हुन्छ र फ्युचरमा त्यसलाई कहाँ युटिलाइज हुन्छ त्यो पनि तपाईलाई हामीले एमसीक्यूमा दिन्छ. ओके, तो यो असाइनमेंट तपाईले पाउनुहुन्छ. इच एंड एभ्री लेसन कंप्लीट भएपछि जसरी हिट चैप्टर सुरु गरिरहेछ, भोलिदेखि हिट चैप्टर हुँदैछ, त्यसको कंप्लीट भएपछि यू कैन गेट द व्हाट, तपाईले त्यसको टेस्ट पनि भइहाल्छ. एससी बेस्ड को क्वेशन त्यो प्याटर्नमा हामीले लिन्छौँ र त्यो टेस्टमा कहाँ के एरर छ त्यो पनि हामीले डिस्कस गर्छौँ. टाइम टु टाइम तपाईलाई यो सबै हामीले गर्दै जान्छौँ. ओके, द्याट्स वाइ हामीले ट्राई गर्छौँ मेरो गाइडलाइन, तपाईको मेहनत
you can get the good concept marks over there, राम्रो मार्क्स पनि चाहियो र फ्युचरमा तपाईले साइन्स लिनुहुन्छ भने तपाईलाई कुनै टाइपको अप्ठ्यारो नहोस्, त्यो हामीहरुको टार्गेट अब्जेक्टिभ हुन्छ। ठीक छ। अब यसलाई अनलाइन अफलाइन त यहाँ जोइन गर्न सक्नुहुन्छ। साथमा इफ यु डोन्ट वान्ट टु इन्भेस्ट वहाँको लागि पनि वे छ। कसैले चाहन्छ हैन म पैसा तिर्न सक्दैन त्यस्तो छ तर मलाई पढ्नु छ, राइट? त पढ्नु छ भने तपाईको लागि पनि यहाँ अफर छ। यु क्यान जोइन द फ्री क्लास ओभर देयर। लाइभ क्लास गर्नुहुन्छ भने तपाई जुन हामीको युट्युब च्यानल छ समाधान क्लासेस, त्यसमा आइदिनु। यही क्लास जुन हामीले यहाँ क्लास लिएर छौं त्यही समाधान क्लासेसमा लाइभ पनि हुन्छ। यस, तपाईले लाइभ क्लास एटेन्ड गर्न सक्नुहुन्छ। लाइभ क्लास हुन्छ। तब कुरा आउँछ असाइनमेन्ट, यहाँ त पाउँदैन। असाइनमेन्ट पनि पाउनु सक्नुहुन्छ तर त्यसको लागि अलिकति कहाँ जानु पर्यो, अलिकति भन्नाले यो नबुझ्नु होला, अलिकति पेमेन्ट गर्नु पर्यो। अलिकति कहाँ जानु पर्यो, यु हैव टु गो टु द वेबसाइट। यस, त वेबसाइट छ। योभन्दा अगाडि पनि मैले यसमा भिडियो बनाएको थिएँ तर अरु सजिलो गरिदिएको छु तपाईहरुको लागि। यो neco.edu.np म लिंक दिइहाल्छु। neco.edu.np हेरिहाल्नु। यो वेबसाइटमा गइहाल्नु। एकदम सजिलो बनाइदिएको छौं। यसमा के गर्नु छ हामीलाई, लगइन जानु या साइन अप फर्स्ट टाइम। यु क्यान मेक द साइन अप ओभर देयर। जसै मैले यसलाई साइन अप यहाँ साइन अप गर्नु, एउटा फेक आईडी बनाएर हेर्छु। इमेल तपाईले आफ्नो हिसाबले जुन इमेल छ त्यो करेक्ट हाल्नु होला, किनकि भोलिको डेटमा त्यस्तो केही पासवर्ड बिर्सियो केही भयो भने त्यसलाई सेटअप गर्नको लागि फेरि तपाईलाई त्यो चाहियो पासवर्ड रिसेट गर्नको लागि। यस, जस्तै फर्स्ट नेम केही राखिदिन्छु, क्रिएटिभ नै राखिदिउँ, राइट? लास्ट नेम पनि केही राखिदिउँ, GHJK। यस्तै पासवर्ड क्रिएट माई ओन पहले केही राखिदिउँ, ABC। त्यसलाई कन्फर्म गरिदिउँ। यु क्यान पास, तपाईले आई एक्सेप्ट दिस वन, टर्म्स एन्ड कन्डिसन्स, साइन अप गरिहाल्नु। पासवर्ड याद राख्नुला, बाइ चान्स पासवर्ड मिस गर्यो भने केही छैन, त्यसपछि तपाईले इमेल आईडी दिनुभएछ त्यसबाट आइहाल्छ। अब हेर्नु, जुन मैले नाम राखिदियो creative.GHJK त्यस्तै राखेको थिएँ, त्यो आइहाल्छ। अब यसलाई जब हामीले खोल्छौं भने के हुन्छ, यहाँ यु क्यान अब्जर्भ देयर टु कोर्सेस। जुन फ्री कोर्स छ त्यो आइहाल्छ। एउटा त जुलोजीको चलिरहेको छ, सी कमन इन्ट्रान्स एक्जामको लागि, त्यसलाई पछि कुरा गर्छौं। अहिले यो एससी पनि छ, यो आइहाल्छ। यसलाई तपाई क्लिक गर्नु। यो क्लिक गरेपछि के हुन्छ, तपाईलाई जति हामीले पढाएको छौं त्यो सबै कुरा तपाईलाई यो कोर्सेसमा जुन यो मेटेरियल छ, टपिक मेटेरियल, यो सबै एक्सपेन्ड आउल गर्नु, सबै पाइहाल्नुहुन्छ। ठीक छ। डबल डिस्प्लेसमेन्ट रिएक्सन पढाएको छु, रेट अफ केमिकल रिएक्सन पहिलाको जुन पढाएको छ त्यो पनि पाइहाल्नुहुन्छ। यहाँ वन क्विज पनि छ, भन्नाले के असाइनमेन्ट पनि छ, बेसिक कन्सेप्ट अफ टेक्सोनोमी त्यो दिएको छ। जति पढाएको छौं एमसीक्यू टु प्र्याक्टिस, यहाँबाट तपाईले पोरिफेरा छ, सिलिन्ड्रेटा, यो जुन अलरेडी पढाइसकेको छौं त्यसको पनि भिडियो छ र पछि गएर फेरि हामीले त्यसलाई त रिपिट गर्छौं, नगर्ने होइन। तपाईलाई जुन छुटेको हुन्छ त्यो सबैलाई फेरि पढाउँछु। जस्तै यो हनीबीको क्लास भयो, त्यसै एउटा मैले खोलेर हेर्दिन्छु। त तपाईको यो पुरै भिडियो रिकर्डेड भिडियो एरेन्ज वेमा तपाईले यहाँ पाउनुहुन्छ, जहिले पनि तपाईले यसलाई फेरि रिभाइज गर्न सक्नुहुन्छ। यो छ भिडियो यहाँ छ। त्यसपछि यसैमा तपाईले यु क्यान गेट सेकेन्ड क्लासको यो भइहाल्यो। यसैमा तपाईले यु क्यान गेट द क्लास नोट्स पनि पाउनुहुन्छ। जुन क्लास नोट्स छ त्यो पनि पाइहाल्नुहुन्छ। यसै गरेर हामीले यो पुरै फर्स्ट क्लास अन द हनीबी छ, जसै जुन असाइनमेन्टको कुरा गर्यो त्यो असाइनमेन्ट पनि तपाईले यहाँ पाउनुहुन्छ। असाइनमेन्ट पनि तपाईले यहाँ यु क्यान अब्जर्भ इन्ट्रोडक्सन दिस वन, लेसन प्लान मेटेरियलमा आउनु, यहाँ क्लिक गर्नु। जुन असाइनमेन्ट हामीले त्यहाँ गराउँछौं अनलाइनमा
त्यो सबै एसाइनमेन्ट तपाईले यहाँ पाउनुहुन्छ क्लिक टु स्टार्ट गर्नुहुन्छ भने त यु क्यान गेट द एसाइनमेन्ट अल्सो यस यु क्यान मेक द दिस वन सबै क्वेसन यहाँ छ तपाईले आफ्नो गरेर हेर्न सक्नुहुन्छ कति मलाई मार्क्स आयो त्यो प्र्याक्टिस सो दुईटै सुविधा छ तपाईले फ्रीमा चाहनुहुन्छ भने फ्रीमा पनि क्लास हुन्छ यहाँ आएर त्यसपछि इफ यु आर गोइङ टु बी द अनलाइन अफलाइन क्लास जोइन गर्न सक्नुहुन्छ जहाँ डबल कन्भर्सेसनमा हामीले कुरा गर्छौं त्यो क्लास पनि तपाई जोइन गर्न सक्नुहुन्छ एज योर विश अनलाइन अफलाइन या फिर युट्युबमा लाइभ या थ्रु द वेबसाइट सबै क्लासको रिकर्डेड भिडियो एज वेल एज एमसीक्यू फ्री अफ कस्ट यु क्यान गेट इट ओके सो फ्रम टुमोरो इट इज गोइङ टु बी द स्टार्ट ओके तपाईको जुन पनि तपाई आफै स्टुडेन्ट हुनुहुन्छ तपाईले एससी 2083 को लागि साइन्सको हेल्प चाहियो भने तपाई पनि जोइन गर्न सक्नुहुन्छ फर द अनलाइन क्लास यु गेट द डेमो अनलाइन र अफलाइन को लागि 7 डेज तपाईको डेमो क्लास हुन्छ सेटिस्फ्याक्सन भयो भने त्यसपछि पेमेन्ट गर्ने सेटिस्फ्याक्सन भएन भने नो म्याटर ओके केही छैन तर मलाई लाग्छ जोइन गरेपछि डेमो क्लासमा आउनुहुन्छ भने यु कान्ट बी रिटर्न ब्याक ओभर देयर Understood? So तपाईं स्टुडेन्ट हुनुहुन्छ या तपाईको घरमा छ भने उहाँलाई इन्फर्मेसन गरौँ र डेमो क्लास जोइन गरौँ एन्ड इफ त्यस्तो छैन भने त यु क्यान शेयर टु द अदर्स जसलाई यो चाहियो चाहे फ्री या पेमेन्ट वाला क्लास ओके थ्याङ्क यू भेरी मच सी यू इन द क्लासरूम होप टु सी यू क्लासरूममा